भारत र नेपालको जुन सिमाना चाहिँ खुल्ला हुनुपर्ने, यसलाई पनि हामीले बन्द गर्नुपर्छ। यस्ता भिजा पागल सिस्टम लागू नालायकले गरिब जनतालाई अर्काको देशमा पनि कमाएर खान नदिने भयो। आफ्नो देशमा केही पनि छैन, बिना पैसा आउन जान पाएको छ। लाखौं गरिबको छोराहरूले रोजगारी गरेर पेट पालेको छ। यदि नेपाल भारतको भिजा सिस्टम लगायो भने आदि गरिबका छोरा आउन जान नपाएर भोकभोकै मर्नेछन्। भुइँ मान्छेहरूको बाँच्ने आधार हो भारत। बिना धितो बिना लगानी जुनसुकै ठाउँ गएर परिश्रम गरी 2-4 पैसा कमाएर घरमा चुलो बालिरहेका छन्। यो भिजा हर्केलाई मात्र दिनु सरकार, हामी जस्तो सर्वसाधारणलाई ठिक छैन। हाम्रो देशमा रोजगार छैन, सयौं नेपाली इन्डियामा रोजगार गर्छन्। आफ्नो फ्यामिली बच्चा पाल्ने सानोतिनो रोजगार गर्छ। भोलि भिजा सिस्टम गरे भने जनताले धेरै दुःख पाउँछ। त्यसैले यो भिजा हर्केलाई मात्र लागू गर्नु नेपाल सरकार। नेपाल भारतको नाका बन्द गर्नुपर्छ, अब भिजा लगाउनु पर्छ भन्ने हर्क साम्पाको यो भनाइप्रति तपाईँहरूको धारणा के छ?